शून्य जुताई। यो खेती गर्ने एउटा पुरै नयाँ र फरक सोच हो। आखिर के हो त यो शून्य जुताई भनेको? सुन्दा जति सरल छ, काम पनि त्यति नै सरल छ। यो यस्तो तरिका हो जसमा धान काटिसकेपछि खेत जोत्नै पर्दैन। सिधै त्यही धानको ठुटोमा अर्को बाली रोप्ने हो। नामले भने जस्तै यसले खेत जोत्ने कामलाई शून्य नै बनाइदिन्छ। तर अचम्म लाग्दो कुरा के छ भने यति सजिलो प्रविधि भएर पनि नेपालमा यो त्यति चलनचल्तीमा आइसकेको छैन। जबकि यसले खेतीपातीलाई कति सहल बनाउन सक्छ भन्ने कुरा त छर्लङ्गै छ। त्यसो भए यो तरिका साँच्चै कसरी काम गर्छ त? आउनुहोस् यसको प्रक्रियालाई अलि नजिकबाट हेरौँ। यसको प्रक्रिया त साँच्चै अचम्म लाग्ने गरी सिधा छ। पहिलो काम धान काट्ने, तर त्यसको ठुटोलाई खेतमा जस्ताको तस्तै छोड्ने। अनि दोस्रो, हरेक धानको त्यही ठुटोमा लसुनको एक एक केसरा रोपिदिने। बस साँच्चै यति नै हो। यो तरिकाले त हाम्रो सोच्ने तरिका नै बदलिदिन्छ। धानको ठुटो अब फाल्नुपर्ने झन्झट रहेन, बरु त्यो त अर्को बाली रोप्ने माध्यम बन्यो। अझ फाइदा के भने यसले माटोको चिस्यान जोगाइराख्न र झारपातलाई पनि नियन्त्रण गर्न मद्दत गर्छ। तर यति सजिलो तरिकाबाट राम्रो उत्पादन लिनका लागि माटोमा पनि त दम हुनु पर्यो, होइन? त्यसैले अब कुरा गरौँ मलखादको सही प्रयोगबारे। राम्रो फसलका लागि प्रति हेक्टर जमिनमा लगभग 15 देखि 20 टन जति राम्ररी पाकेको गोठे मल चाहिन्छ। यसले लसुनको बोटलाई हुर्कनका लागि चाहिने सुरुवाती तागत दिन्छ। गोठेमल मात्रै होइन, युरिया मल पनि उत्तिकै महत्त्वपूर्ण छ। तर यहाँ एउटा कुरा ख्याल गर्नुपर्छ, सबै एकैचोटि हाल्ने होइन। लसुनको बोटलाई 2 पटक खाना खुवाउनुपर्छ भनौँ न। पहिलो पटक रोपेको 30 दिनमा, अनि दोस्रो पटक त्यसको फेरि 30 दिनपछि, अर्थात् 60 दिनमा। यसो गर्दा बोटले चाहिने बेलामा ठिक मात्रामा पोषण पाउँछ। ल, यो त भयो खेती गर्ने तरिकाको कुरा। तर यो साधारण देखिने प्रविधिले नेपालको कृषिमा साँच्चै के फरक पार्न सक्छ त? यसको वास्तविक महत्त्व के हो? यसका फाइदाहरू हेर्ने हो भने किसानका लागि त यो वरदान जस्तै हो। सोच्नुस् त, खेत जोत्नु नपरेपछि श्रम पनि बच्यो, पैसा पनि बच्यो, खेत तयार पार्ने समय बच्यो, अनि सबैभन्दा ठूलो कुरा खेती गर्ने प्रक्रिया नै यति सजिलो भयो कि अब यो कम झन्झटिलो र बढी फाइदाको काम बन्न सक्छ। यो त साँच्चै स्मार्ट खेती हो नि। त्यसो भए अन्त्यमा एउटा प्रश्न सोच्नका लागि छोडौँ कि खेत नजोत्ने यो सानो र सरल आइडियाले नेपालको कृषि क्षेत्रको भविष्य नै बदल्न सक्ने क्षमता राख्छ? कहिलेकाहीँ सबैभन्दा ठूला परिवर्तनहरू यस्तै साधारण विचारबाटै त सुरु हुन्छन्।